नमस्कार छड्के सलाम हजुर सबैजनालाई। हजुरहरूले सधैँ मासु खायो यो मान्छे त कस्तो मासु खाँदो रहेछ भनेर वाक्कै लाग्यो होला हो। आज चाहिँ मासु होइन यी माछा हेर्नुहोस् है। अब सिक्किममा अहिले मासु त बन्द छ साका दावाले गर्दा। अनि यो नयाँ आइटमको माछा फेरि यसलाई बुवाल माछा भन्दो रहेछ हो। यो बुवाल के भन्छ अब यो माछालाई। तर यो माछाले चाहिँ अब मासु खाएको तिर्सना चाहिँ मेटाउँदो रहेछ क्या हौ। माछा पनि त्यस्तो हुँदो रहेछ। आज फर्स्ट टाइम थाहा पाएको यस्तो हुँदो रहेछ यो माछा भनेर। एकदमै टेस्टी पनि हुँदो रहेछ हो, दामी पनि हुँदो रहेछ। अब सधैँ मासु खायो भन्छ, यसपालि माछा खाइदिएको नि ल। हजुरहरूलाई चाहिँ यस्तो माछा बनाएर चडाक्कै परेको ग्रेभीसँग हेर्नुहोस् त, झप्प पारेर चाहिँ चडाक्कै हो भातसँग यस्तो मलाई स्वाम खाँदा त मासु खाए जस्तो कम्ती टेस्टी हुँदो रहेछ। हजुरहरू यस्तो माछाहरू चाहिँ कस्तो लाग्छ लाइक कमेन्ट सेयर फलो गर्नु नबिर्सिनु होला। नमस्कार छड्के सलाम हजुर सबैजनालाई फेरि पनि।